एभ्रिवान वेलकम ब्याक टु अनदर भ्लग। फेरि आजको यो नयाँ दिन अनि नयाँ भ्लगमा स्वागत छ तपाईँहरूलाई है। अनि आज चाहिँ म कति डेज बाद चाहिँ भ्लग स्टार्ट गर्दैछु। आज चाहिँ के हो भन्दा आज चाहिँ सरस्वती पूजा हो है। सबैलाई ह्याप्पी सरस्वती पूजा है। सबै तपाईँहरूले कतिजनाले मान्नुहुन्छ होला, मनाउनुहुन्छ होला आज है। अनि हाम्रो गाउँमा पनि आज सरस्वती पूजा मनाउँदैछ अनि म चाहिँ त्यहाँ जाँदैछु है। सो मेमोरिज पनि हुन्छ भनेर चाहिँ मैले यो भ्लग स्टार्ट गर्दैछु। म घर पुगेर मात्रै स्टार्ट गर्नेछु। सो मेरो भ्लगलाई हेर्दै गर्नुहोस् होला। अब चाहिँ म समाज घर पुगेँ हो। यहाँ अघि पण्डित आएर पनि यहीँ पूजा होम स्टार्ट गर्नु रहेछ। समक्ष आएर बसिदिने यो पूजा कमिटी अनुरोध गर्दछ। धन्यवाद। र साथसाथै अग्रिम अनुरोध गर्छु। भाडा धुँदैछ हो। यहाँ प्रतीक, यहाँ हाम्रो बुनु दिदी हो, एलबी दाजु, यहाँनिर हाम्रो रकम दिदी, यहाँ स्मृति दिदी, यहाँ चाहिँ आलुदम आलु तास्दो रहेछ। यहाँ चाहिँ होस् पर्दैन छिर्नु म। भाइहरूले पनि सघाउँदो रहेछ नि त। यहाँ र उयो एकता पनि उयो माथि प्रसाद काट्नु जाऊ, उयो माथि के चाहिँ अब खिर बनाउनुलाई हो। तेजपत्ताहरू पनि चाहिन्छ। रकम दिदी त्यो के लानु भएको? प्रसाद बनाउनु हुन्छ होइन? जाऊ तिमीहरू प्रसाद बनाउनु। यहाँ चाहिँ सेलरोटी हो हाम्रो प्रसादको लागि। हिजो दिदीहरूले कति बजीसम्म पोल्नु भएको अरे? 1 बजी है। दामी बनाउनु भएको छ, दामी भएको छ त, नरम छ। यहाँ 2 जना चाहिँ फेरि यहाँ टेबल चेयर पनि छैन अरे, घोप्टेर हिसाब दिएको होइन हौ। यो पैसा चाहिँ कसलाई दिने रे? यहाँ विवेक दाजुहरू बिजी छ यहाँ कहाँ। यो सेलरोटी होइन। यहाँ चाहिँ हाम्रो कन्ने केटी, एकदम कन्ने केटी कन्ने केटाहरूले चाहिँ प्रसाद बनाउँदैछ। के काटेको प्रतीक्षा? हात काट्यो? ओ आकृति त हेर त, यो पनि कुर्तामा रहेछ त आज। Do subscribe my channel. एक बेबीले चाहिँ फेरि उफ काट्दैछ क्या हौ। बिस्तारै गर है, हात काटी पठाउला नि तिम्रो पनि। नरिवल कटिङ है, भयो होइन यो? यो चाहिँ हाम्रो एकदम बस्तीको अर्ग्यानिक दुध हो। 10 केजी दुध छ यहाँ होइन? कितना दूध है? 10 लीटर है इधर, 10 लीटर। ये क्या है? ये क्या है? ये कौन पकाएगा आप? बोलो दीदी, कपड़े नहीं पहनना है क्या? कपड़े ऐसे ही बैठोगे दिन भर? दीदी, ओ पूर्णिमा दीदी, इधर देखो ना, इधर हिंदी बोलना आता है ना? हिंदी अब तो बोल रही हो तो नहीं आता है।
आसामिस आउँछ आसामिस नयाँ आता है ये प्रतीक्षा भी भ्लगर है चाहिँ एकछिन अब यहाँ तल व्रत बस्नेहरूको म चाहिँ व्रत बसिनँ हो सुखदस्तमंगे पुरुषवान्मो दीपनारायणाय नमः पुष्टो देवी पुष्टो नमो नमः अब हैन एकचोटी सर्कुलेट गर्नु कि त्यहाँबाट सेकेन्ड टाइमदेखि चाहिँदैन दुईजनाले मात्रै गर्ने अरूले फुल दिएर नमस्कार गर्ने हो नि त सबैजना रातो पनि के हाल्नु त फुल पनि फुल चाहिँ त छ है दुबो दुईजनाले लिनु अरूले फुल मात्रै लिँदा हुन्छ दुईजनाले चाहिँ दुबो पनि लिनु कि प्रमुख गर्ने अब एकछिन उकालोतर्फ लाग्नुपर्छ म चाहिँ व्रत बस्दिनँ हो नानी आमा चाहिँ बस्यो अनि म चाहिँ अब यहाँ काम सघाउनु पर्यो एकछिन के गर्नु रे ए लु यता देखाउ त छोलाको लागि है मटर होइन ल ल ल यहाँ चाहिँ आलु कटिङ हुँदैछ आधी घन्टा लगायो फोटो खिचेको भन्दैछ ऊ पंचकुंभ वरुण देवताभ्यं नमः हस्तयो वर्ग्यं समर्पयामः पंचकुंभ वरुण देवताभ्यं नमः आचमनीय जलं समर्पयामः पंचकुंभ वरुण देवताभ्यं नमः पंचामृतं समर्पयामः पंचकुंभ वरुण देवताभ्यं नमः सर्वाङ्गेषु गंगाजलं समर्पयामः पंचकुंभ वरुण नैवेद्यं समर्पयामः पंचकुंभ वरुण देवताभ्यं नमः समर्पयामः पंचरत्नं समर्पयामः पंचकुंभ वरुण देवताभ्यं नमो नमः मध्ये आचमनीय जलं समर्पयामः यहाँ चाहिँ के पाक्दैछ छोला कुकम्यान चाहिँ यहाँ हाम्रो सागर काका हुनुहुने रहेछ यहाँको हेल्परहरू चाहिँ यहाँ सुक्दोष भाइ र यहाँनिर हाम्रो मणिराज है मणिराज भाइ छैन रहेछ हजुर 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 मलाई दिनु त यहाँनिर म कलेक्ट गर्दैछु के चाहिँ हुँदैन अनलाइन अहिले अन्त कहाँ पण्डितलाई पनि अनलाइन हुन्छ भन्नु दक्षिणा थाल मात्रै राखेर अनलाइन हुन्छ भन्नु यहाँनिर कि कन्ने केटीहरू चाहिँ सबै व्रत बस्नु गयो हो अब यहाँ हामी छेमाहरू यहाँ दिदीहरू चाहिँ देखाउँदैछु यहाँ भनिदिनु त हराउँछ है त्यो घाँटीको हमको सुरक्षा करेंगे ना एकदम चाय पी रहा हूँ मैं गरम गरम तुम्हाले ठंडा ठंडा है ना इसमें इसलिए तुम्मा चिया पिउनु हुने चिया चिया खाँदैन चिया तुम्माले यहाँ चाहिँ चिया पाक्दैछ तल चाहिँ छोला पाक्दैछ हो यहाँ खिर उम्लिँदैछ यहाँ हाम्रो काका पनि आइपुग्नु भएछ काकालाई धेरै धेरै धन्यवाद हाम्रो पूजामा उपस्थित होइदिनु भएकोमा तपाईँलाई के पिउनु हुँदैछ हामी त चिया पिउँदैछौँ प्रसादहरू खाएर जानुपर्छ है काका नअत्तालिनु है हेर्नु त
त्रायुगम जमदग्ने कत्रापि निर्मुक्त धन मनुष्यमत प्रसादिनम अभिक्षन्तिन संशय रोगान शेषान पान्ति कर्मणि सर्वत्र तद्ध स्वप्नत धने ग्रह पीडासु झुरच सुनियम तुमियम मम ब्रह्माकं जदति त्रायुगम तन्नो त्रायुगम सर्वबाधा विमुक्त धन धनेषु तन् त्रायुगम सर्वबाधा विमुक्त धन धक्तिकम् सर्वबाधा विमुक्त धन धनेषु तन् मनुष्यमत प्रसादिनम त्रायुगम जमदग्ने पशुच त्रायुगम जदति त्रायुगम तन्नो त्रायुगम सर्वबाधा सर्वबाधा धन धनेषु प्रिय काथाप दुईटा जनबद्धु बलिराजो दानविन्द्र महाबल तेन तमपि हात दे शान्ति कर्मणि सर्वत्र तथा दुःस्वप्न दर्शने ग्रह पीडासु चोरासु श्रेयान् दुनियां नमः यो यहाँ त यता ऊ बाजेलाई राख्दे यता राख्दैन पहिला यो डोगर यता हेर त गाला यता हेर त थप्पड भेटेर गाला रातो रातो भएछ उयो भाइलाई देऊ पञ्चम बरुमा ड्रम दिँदा त नहुँदो रहेछ नि पञ्चम आकृति कहाँ गयो राम्रो आशीर्वाद माग्नु है गणेश दाजु यता साठी देऊ न भनेछ टिका लगाउनु हुँदैन यो चाहिँ के को चिनी के होला मिठो भयो कहाँ गएको कसको आइरहेको छ तिमीहरूलाई यहाँ आज पूजामा मजा आइरहेको छ खिर खायौ खिर हौ माथि बाँड्दैछ जाऊ नेहालाई कसको लागिरहेको छ आज श्री गणेश निर्माणलाई समाजको 3 जना चाँडै आएर यहाँ बसिदिने हामी अनुरोध गर्दछौँ। सुरेन्द्र लेप्चा सुरेन्द्र लक्ष्म अनि इन्द्र लेप्चालाई चाहिँ हामी सम्बर्धना रसिक सङ्घ समाजद्वारा दिनेवाला छौँ धन्यवाद धन्यवाद हामी अनुरोध गर्दछौँ र उहाँलाई यो सम्बर्धना एउटा पवित्र अवसरमा दिन्छौँ र यो पवित्र अवसर चाहिँ हामीबाट सुरेश भाइ क्ल्यापिङ प्लिज यहाँ हिजो सुक्दोस भाइले दामी गाउनु भएको थियो हो तर मैले भिडियो रेकर्ड गर्नै पाइनँ किनभने मेरोमा फोनै थिएन अन्त यहाँ अब जो पनि होइन इन्ट्रेस्टेड हुनुहुन्छ प्रोग्रामहरूतिर यहाँनिर सुक्दोस भाइलाई पनि बोलाइदिनुहोस् होला है यो चाहिँ सरस्वती पूजाको नेक्स्ट डे हो है हिजोको भ्लगमा चाहिँ
पूजाको दिन थियो अनि आज चाहिँ नेक्स्ट डे हो। आज चाहिँ हामी पूजा सेलाउन जाँदैछौँ अनि यहाँनिर टिकाटालो पनि गर्नु हुँदैछ यहाँ स्मृतिले हो। टिकाटालो हुँदैछ अनि अब चाहिँ हामी जाने तल खोला पूजा सेलाउनु। सो तपाईँहरूलाई पनि म त्यहाँ देखाउँदैछु। यहाँ चाहिँ अब मूर्ति सेलाउनु जान आँटेको हामी। अब चाहिँ हामी जाँदैछौँ हो। यहाँ चाहिँ गाडी छ पिकअप हो। यहाँ चाहिँ सरस्वती माताको मूर्ति। दुईजना चाहिँ कहाँ बस्ने रे? होइन हौ माथि तारा काकामा आउनुहुन्छ अरे। अब पानी चाहिँ कहाँबाट दिनु? दुईटा गाडी चाहिँ जाँदैछ ओह्रालो। सो अब चाहिँ हामीले मूर्ति सेलाइसकेर यहाँनिर अब पुग्नु छिमेली अनि आजलाई मेरो भिडियो यति नै। सो बाई बाई एभ्रिवान, सेम इन नेक्स्ट भ्लग। टिल देन टेक केयर, स्टे सेफ, बाई बाई।